ल हेर्नुहोस् है, घिउको सेवन कति राम्रो हुन्छ। यसरी मैले टक्क यो घिउ तातो पानीमा भुलाएको छु। यसलाई मजाले बसेर तातो पानी घिउ मजाले खाइदिनु पर्ने हुन्छ। फेरि डेली खानु पर्दैन है, हप्तामा 2 पटक जति खाए पुग्छ। दुनियाँको सबैभन्दा सस्तो औषधि हो भने त्यो घिउ नै हो। हरेकको भान्सामा घिउ हुनु जरुरी छ। खान जानेनौँ भने यसबाट फेरि धेरै नोक्सान छ। तरिका थाहा पाउनु पर्ने हुन्छ। विभिन्न तरिकाले घिउलाई खान सक्छौँ र त्यो तरिका जस्तो जस्तो हुन्छ त्यसरी यसले शरीरलाई फाइदा दिने हो। जसरी मैले अघि खाएँ, तातो पानीमा 1 चम्मच घिउ राखेर हरेक बिहानको योग अभ्यास सके पछाडि खाली पेटमा त्यसरी खाइदिनुहोस्। कब्जियत पनि दूर हुन्छ, अनुहारको स्किनलाई पनि टाइट गर्छ, अनुहारमा ग्लोनेस ल्याउँछ। अब अरू पनि विभिन्न तरिका छन्, ती तरिकाहरूले विभिन्न फाइदाहरू गर्छ र चाँडो भोक पनि लाग्दैन, ग्यास्ट्रिक पनि हुँदैन। अब कसैलाई कोलेस्ट्रोल हुन्छ कि भन्ने डर होला, लगातार नखाने, केही समय ग्याप गरेर खाने, तर घिउ त खानामा हुनु जरुरी छ। हेर्नुहोस्, चिल्लो कोलेस्ट्रोलको डरले चिल्लो नै नखाने त हुँदैन। तेल र घिउको मात्रा, बरु सनफ्लावर यताउति यिनीहरूले नोक्सान गर्ला। शुद्ध तोरीको तेल र शुद्ध गाईको घिउ, भैँसीको घिउले त शरीरलाई राम्रै गर्छ। त्यो त चाहिन्छ नै, एकदम शरीरलाई नहुने चिज हो। खाने गर्नु होला।